निस्किसकेका छौँ अब चट्ट गरेर यसको खोइ स्कुटरमा त्यही छ हेर्नु न यो निस्किनलाई रेडी भइरहेछ यसले यहाँ ल्यापटपै खाइसक्यो आधी खाएर जान आँटेको त रुख ढोका खोल्छु यो भाग्छ अब जालु जा अनि यसलाई पनि सुविधा कम चाहिन्छ यसको अलिक पेट लागेको हेर्नु त्यहाँ यसको पेट लागेर अहिले मभन्दा पनि मोटाएर बसिरहेको छु अहिले पहिला यत्रो सुकुटे थियो ल हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु अ न्यू ब्लग है अब म चाहिँ हुन्छ नि कामको लागि निस्किनु लागेको आज स्याटरडे सबजना घुम्नको लागि प्लानिङ गरेर होला आफू चाहिँ कामको लागि प्लानिङ गरेर हिँड्नु परिरहेछ सो त्यही हो हेलमेट सो त्यही हो होइन अब 9:30 भइसक्यो 10:30 बजीसम्म आइपुग्नु भन्ने थियो दाइरेक्ट यहाँ हुन्छ घर देखाइहालेँ यतिकै आधी कम्प्लिट भइरहेछ अब चट्ट गरेर हिँडिहालेँ म चाहिँ होइन मैले चाहिँ अब बिहान पानी परिरहेको थियो क्या ल हिँडेको पो चाहिँ बिहान खतरा पानी परिरहेको थियो त्यही भएर मैले चाहिँ बाइक दाइलाई माथि निकालिदिनु भनेर निकालिहालेँ किनभने यस्तो छ क्या बाटो यस्तो चिप्लिन्छ नि यहाँ क्यामेरामा हेर्दा मात्रै यस्तो देखेको अनि यो डाँडामा उयो त्यता साइडतिर यस्तो झन् चिप्लिन्छ अनि त्यही भएर यता माथि यो घर त्यो माथि 3 तले घर देखिरहेछ नि हो त्यसको अगाडि त्यहाँ राखेको छु सो त्यही हो है ए गोप्रो सेटअप हालेर हिँडिरहेको छु यसरी यो तरिकाले यस्तो छ हाम्रो बाइक चाहिँ रेडी भइसक्यो ग्लोभ्सहरू लगाइहालौँ अब पेट्रोल पनि सकिरहेको छ फेरि वान ट्यापै फेरि वान ट्याप यस्तो छ हुन त किक हान्थ्यो होला अहिले किक नहानौँ भनेर मात्रै हो म चाहिँ अब निस्किसकेको छु चिसो भएर चाहिँ यहाँ अघि बाइक यहाँ निकालिराखेको थिएँ क्या किनभने चाहिँ उता लास्टै हिलो हुन्छ अनि निकाल्न गाह्रो हुन्छ ढिलो भएको बेलामा होइन त्यही भएर अब यस्तो छ है त चट्ट गरेर ल म चाहिँ निस्केँ अब सर निस्कियो छोरो काममा अरू चाहिँ आज शनिबार कहाँ जाने के जाने भनेर कोही प्लानिङ गर्दै होला कोही सुतेर बसिरह होला कोही निस्किसक्यो होला घुम्नको लागि आफै यसरी काममा यस्तो हुन त काम सानो ठुलो हुँदैन आफूले मनले चाहेर गर्दै हो अब यहाँको तल बाटोबाट गइँदैन किनभने चाहिँ पुलमा बाटो बनाइरहेछ त्यहाँ पनि फेरि हल्का छिटो होला अनि अलिकता घुमेर जान्छु तर पिच रोडै छिटो हुन्छ कि यता तलबाट नजाने यताबाट जाने अब यहाँ कति टाढाबाट म जानुपर्छ हेरौँ यहाँ साफु जाने बाटो यताबाट हेर्नु यहाँदेखि साफु नजिकै हो क्या त्यो हेरेर यसरी म चल्दिहालेँ मौसम हेरौँ न गाइस मौसम मलाई चाहिँ एक उयो लिनु मन लाग्यो एकछिन सिनेमेटिक लिउँ ल होइन कन्टेन्ट यसो दामी बनाउन सिनेमेटिक लिएँ ल मैले यहाँ भवाल तरिकाले ल रुकौँ है त म सिनेमेटिक झप्प पारेर लिन्छु यिनीहरूको यस्तो तरिकाले सर्टतिर आमा मौसम हेर्नु यस्तो बादल बल भइरहेछ अनि यस्तो ठाउँमा ठ्याक्क पानी परेर यस्तो बेलामा यस्तो बवाल हुन्छ नि घुम्न जान है बाटो पनि यस्तो चिक्न छ यहाँ फेरि अनि यसरी हेरौँ न यहाँ हाम्रो चाहिँ थलीबाट उरालो झर्दैछन् होइन अब तेल हाल्नु पर्ने तेल यहाँ हालौँ कि उता बौद्धतिर गएर हालौँ भन्ने कुरा भइरहेछ होइन तर केही छैन मलाई खासै हाल्न चाहिँ मन लाग्दैको थिएन जहाँ पाइ थिएँ होइन अनि हालिदिउँ ल तेलै छैन क्या त्यही भएर यहीँ हालिदिएँ ल मैले तेल यहीँ हाल्नु
500 हाल्दिनु न मलाई खासमा यो जहाँ पाए तेल हाल्न मन नलाग्नुको कारण के हो भन्दाखेरि चाहिँ नि होइन एउटा त अनुभव के अब आफूलाई लाग्ने कुरा होइन अब मैले जहाँ पाए तेल हाल्यो भने खबर किन हो किन होइन चाँडै सके जस्तो लाग्छ के जति कुद्नु पर्ने हो नि जस्तै अझ 4-5 किलोमिटर अझ कुदेको छैन जस्तो लाग्छ के हुन्छ नि अनि के अरे म प्रायः जस्तो चाहिँ एउटा उतै घर छेउतिरै होइन सुन्दरजलतिर छ त्यहाँ हाल्छु प्रायः जस्तो चाहिँ अनि त्यहाँ हालिनँ भने चाहिँ अब म ठुलोलाई उता पुऱ्याउनु जानुपर्ने हुन्छ नि त अफिसतिर अनि कि साझामा होइन त्यो जावलाखेलको साझामा कि नत्र लगन खेलको आर्मीकोमा कि नत्र उहाँ त्यो के अरे ठ्याक्क नाम थाहा भएन क्या त्यो रत्नपाल छेउमा त्यो आर्मीको छ नि पेट्रोल पम्प हो त्यहाँ यति 4 ठाउँमा मात्रै हाल्छु क्या म घरिघरि इमर्जेन्सी हुँदाखेरि मात्रै हो कि म यो बाहिर हाल्ने तर त्यस्तो विधि हाल्दिनँ कि म अलिकति सकिनुभन्दा अलिकति अगाडि नै के किनभने रिजर्भमा पनि तेल हुन्छ नि त अनि त्यहाँसम्म पुग्छ भने म त्यहीँ गएर हाल्छु भन्ने टाइपले म जापाती हाल्दिनँ क्या अनि अहिले चाहिँ अब फेरि यहाँ तेल सकिसक्यो भन्दा नि हुन्छ अनि अब यहाँ हालेन भने कहाँ हाल्ने होइन अब जावलाखेलतिर पुग्न पनि टाढो लनखेल पुग्नु भने टाढो रत्न पार्क पुग्नु भने टाढो अनि त्यही भएर काहीँ न काहीँ त फेरि बाहिरै हाल्नै पर्छ त्यही भएर यहाँ भनेर मैले यहीँ हालिदिइहालेँ कस्तो धुलो आयो भाइजर लाउनु पऱ्यो होइन तर भाइजर पनि आधी मात्रै लाग्छ क्या यो गोप्रोले गरेर सो त्यही अब चाहिँ म कहाँ भन्ने यो नारायण टार आइपुग्न लागेँ यो तपाईँ यो माथि स्टेडियम क्रिकेट स्टेडियम देख्नु होला यो माथि ठुलो छ होइन सञ्चालनमा चाहिँ आएको छैन होला अब आउँछ होला बिस्तारै कहिले हो म 4-5 महिना अगाडि होला यो बाटो त्यो माथिको बाटोबाट हिँडेको थिएँ त्यतिखेर बनाउँदै थियो हल्का बाँकी थियो त्यो के अरे त्यो पिचको बनाउने हुन्छ नि बिचमा खेल्ने हो त्यसको त्यो ढलानहरू के हो त्यो पिच बनाउने मात्रै बाँकी थियो अब अहिले खोइ के हो त्यसो पनि सो त्यही हो अनि होइन अब कामको लागि कुदिँदै छ छोरो यति टाढो हिँड्नुपर्छ कि होइन पुरै छोडौँ हुन त म पैसाको लागि पनि हो अनि पैसाको लागि मात्रै भएको भए म यत्रो टाढो चाहिँ हिँड्दिनँ थिएँ कसम भनेको एउटा पैसाको लागि पनि हो अनि अर्को भनेको चाहिँ स्किल डेभलपमेन्ट गर्न के बुझेन स्किल डेभलपमेन्ट भन्नाले अब हुन्छ नि मेरो यही कस्तो भन्ने मेरो यही लाइनमा हो नि त मेरो अब यही फ्याकल्टी हो नि त अब होटल म्यानेजमेन्टको होइन अनि त्यही भएर मैले यिनीहरू अब सानोदेखि नै काम गर्दै जानुपर्छ नि त एकैचोटि ठुलो पोस्ट त सम्झिने कुनैले पनि पाउँदैन अनि सानैदेखि सिक्नुपर्छ भनेर मैले होटेलतिर पनि गरेँ ब्याङ्कवेटतिर पनि गरेँ अनि अहिले रिसोर्टमा पनि गरेको 2-3 दिन होइन अनि अहिले त्यही रिसोर्टमा बोलाइरहेको छ अनि त्यही हिँडिरहेको छु चिनेको हो अलिकता चिनजान भएको कारणले फेरि बोलाइरहेको छ आज स्याटरडे भएर होइन अनि त्यहाँको किचनको अब त्यो सेफ दाइसँग हिजो कुरा चाहिँ भएको थियो अलिकता यसो तर भोलि मान्छे चाहिन्छ आउनुपर्छ यताउति त्यस्तो चाहिँ केही भनेन यतिकै हाल खबरहरू अनि खासमा खायो कि नै दिउँसो कुरा भएको थियो क्या त्यही कुराहरू मात्रै हो होइन अब मलाई खोइ यहाँ लक्ष्मीले कल गरे जस्तो लाग्यो किनभने उसलाई लिएर जानुपर्ने हो नि त उहाँ काममा अनि उसलाई फेरि लाजिमपाटतिर जानुपर्ने लाजिमपाटदेखि उता हुँदै अब हामी बुकमती पुग्नुपर्ने खासमा अनि यहाँदेखि बुकमती भनेपछि त मेरो घरदेखि बुकमती कम्तीमा 20 किलोमिटर बेसी 20 किलोमिटर बेसी छ अनि सरासरी गयो भने 20 किलोमिटर अनि अहिले म लाजिमपाट पुग्नुपर्ने अब यहाँदेखि ल म जोरपाटी आइपुगेँ है त फली पनि कटेर यहाँ जोरपाटीतिर आइपुगिसकेँ अब सिधै अब लक्ष्मीकोतिर भेटेर होइन चट्ट पाएर अब त्यहीँ अब गोप्रो अन गर्छ होला साइडमा होइन किन यो चाप्पै कि औती बोलिराख्नु के गर्छ मान्छेहरू पनि हाम्रो त हान्दिनँ चाहिँ रोक्थेँ जान दिन्थेँ त्यो पनि सट्टै आयो क्या अन्त
ल अलिकति चाँडै रन्केर जानुपर्ने भयो। म 10 बजिसक्यो। 10 बजे लाजिमपाट पुग्छु भनेको मान्छे यहाँ छु। म चाहिँ 16 फुटे पनि आइपुगिसकेँ होइन। अब लक्ष्मीले यतै बोलाएको थियो, म 16 फुटेमा हुन्छु, त्यतितिर आऊ भनेको थियो होइन। अब यो उरालो पछि यता साइडमा हुन्छ भन्दा चाहिँ अब कल चाहिँ आइरहेछ। कसले कल गरे हो, उसले नि कल गरे होला जस्तो लागिरहेछ। मैले 10 मिनटमा आइपुग्छु भने चाहिँ 15 मिनट जस्तो लाग्यो होला। उसले नि कल गरेको जस्तो लाग्यो मलाई। हेरौँ, ऊ यतै बस्छु भनेको थियो। खोइ त ल छैन त मान्छे। ऊ उहाँ अगाडि रहेछ। तिमीले कल गरे हो? कल गरिरहेको थियौ? खोलेर बस्छ त्यो यता साइडमा। यो ढिलो भयो त के गर्नु? यो ब्याग बोक्स हौ, यो खोल नि। यो खुट्टा टेक्ने खोल। अडिन्छौ र? खुट्टा टेक्ने खोल न। खोल्यौ? खोल न। हो त्यसरी अड्छौ र ब्याग कि अट्यौ? ल समातेर बस्छ, फेरि झर्ला फेरि। ढिलो गरे होइन, ढिलो भए हो। अब पेट्रोल पनि थिएन, पेट्रोल पनि हालेर थिएँ के। ल अब चाहिँ रन्केर जानुपर्ने हुन्छ। ठ्याक्क टाइम कति भयो? कि हुन्छ 10:30? 10 कति 15 जस्तो भयो कि कति हो ठ्याक्कै भन न। कति भयो ठ्याक्कै टाइम भन न। 25 भयो। ल म आधी घन्टामा पुऱ्याइन्छु। हामी 11 बजी भन्दा अगाडि चाहिँ पुग्नुपर्छ है। ल पक्रेर बस्छ है त। अब छोरो रन्कियो अब। ल हामी चाहिँ आधी घन्टामा पुग्नुपर्ने हुन्छ। अब हेरौँ पुग्छ कि पुग्दैन। लुगा छ, पानी परेको थियो। यता पो पानी हल्का परेको रहेछ, उतातिर पानी ठुलो परेको थियो। अनि यहाँ झोलामा, अगाडिको झोलामा रेनकोट छ। रेनकोट फेरि ब्यागमा अट्दैन, फुल्लिन्छ भनेर मैले त्यहाँ हालेँ। अनि अब चाहिँ त्यही भएर एक जोर लुगा लिएर आयो कि पानी परेर फोहोर भयो पनि यही लुगामा होस् भनेर चाहिँ अर्को लुगा। होइन कि बाटो बिग्रिया रहेछ, अनि अर्को बाटो घुमेर आएको म। पानी परिरहेछ नि त उता त, अब लास्टै बाटो बिग्रिन्छ नि त, त्यही भएर। तिमीले ढिलो आउन भनेर पो म ढिलो गरिरहेको थिएँ त। ल ठिक छ केही छैन। 500 को लागि म काम गर्न हिँडिरहेको छु अब। यति मेरो लागि 500 जस्तो भन्दा भयो। 500 तेल हालेर आएको भर्खर। जाँदा आउँदा यो सकिहाल्छ। यति टाढा छ, कति कम्तीमा 25 किलोमिटर सायद होला है घरबाट त्यहाँ पुग्न, रिसोर्टमा पुग्न। अनि 25 किलोमिटर भन्दा त अनि 500 कति आउँछ? 3 लिटर आउँछ। अनि 3 लिटर अनि जानु आउनु अलिकता बच्यो भने मात्रै न त जानु आउनु सकियो। 500 तेल सकिन्छ। अनि 500 को लागि काम गर्न हिँडे जस्तो भइरहेछ। होइन पर्दैन, सबैको मेहनत छ, दुःख छ, पसिना छ। अब खासमा भन्नुपर्दा हामी अब म कि कम्प्युटर साइन्स कि साइन्सहरू होइन, अब कि यस्तै होइन आइटीहरू यस्तो लिएर पढेको भए त यस्तो कुरामा यत्रो पनि जान्दिनँ थिएँ। हुन त मेरो दिमागले त्यो सब्जेक्ट पढ्ने भ्याउँदैन पनि थियो। त्यही पनि एउटा इक्जाम्पल दिएको। त्यो पढेको भए चाहिँ म यस्तोमा जाँदिनँ पनि थिएँ भने के। अब मेरो त अब यही हो नि त, हाम्रो अब होटल म्यानेजमेन्ट पढेपछि अब यस्तैमा हिँड्नुपर्छ। अनि 0 लेभलदेखि हाई लेभल त त्यत्तिकै पुग्दैन नि त, जिरो लेभलदेखि स्टार्ट गर्नुपर्छ। अनि त्यही भएर यसरी कुदिरहेको छु। अन्त पैसाको लागि मात्रै भएको त यत्रो पनि हिँड्दैन थियो, यत्रो पैसा खर्च गरी दिनभरि काम गरेर 500 रुपियाँको लागि त अनि के जानु। अनि कस्तो हिँडेको यिनीहरू फेरि ढिलो भएको बेलामा। सो त्यही हो है,
अब उतैतिर पुगेपछि भेट्नुपर्छ धेरै भ्लग गर्नुहुन्न मोटो भ्लग गर्नुहुन्न धेरै ल हामी चाहिँ भैँसी पार्टी कसले कुदाएको देखेको छैनौ कसले कुदाइरहेको छ देखेको छैनौ मैले कुदाएपछि त अनि तिमी त अहिले एकैछिन घर पुग्छौ अहिले ल भैँसी पार्टी आइपुगिसक्यौँ अब 5 मिनट पुग्यो हामी पुग्नु पर्ने होइन पुग्यो छोरो रन्क्यो 131 लट मेरो भन्दा नयाँ बाइक समातेर चाहिँ बस है कहाँ फुत्रक्क उफ्रियो अरे फेरि चुप्रक्क होला फेरि 5 मिनट पनि लाग्दैन क्या यो हिसाबले त के हो त मरद छ त कुदाइ त यहाँ पुगिसक्यो आइपुग्नु लाग्यो 2-3 मिनटमा सायद तर यहाँ चेकिङ पनि हुनसक्छ क्या त्यही भएर कुदाउन पाउँदैन ओहो सही हो ऊ त्यहाँ ढाडमा केटाको ढाडमा हेर त्यहाँ हिँड्यो भने त त्यसरी त हिँड्नुपर्छ केटा तल थ्यापचक्क बस्या हुन्छ अनि त्यहाँ बस्यो भने टाउको निहुराउनै पर्छ के हेर न त्यहाँ न त हावाले हान्छ क्या पुरै हावाले हान्छ पछाडिको मान्छेलाई त्यही भएर ठिक छ कहाँ पुग्यो नि त्यो बाइक हाम्रो बाइक भने त्यस्तो स्पिड कुद्ने होइन माइलेजको लागि हो भने बुलेट नहेर्दा हुन्छ माइलेजको लागि के हामी बुकमती बस पार्क आइपुगिसकेका छौँ आमामा त्यहाँ रक बस्छु भनेर त अनि बाटो त ल्याप्पै रहेछ त अनि जुत्ता पनि चप्पल ऊ ठोक्यो तल ल झर ल ठ्याप्पै ठोक्यो ए तिमी जुत्ता राख्यो न त झर्नु पर्थ्यो त यताबाट हिँड यताबाट रुक म निस्क फेरि तिमीलाई पानीले छ्यापिन्छ फेरि उता फर्केर उता टेकेर उता जाऊ भुइँमा ठ्याक्क ठोक्यो क्या तल ऊ यसो ठोक्यो यहाँ खाल्टो रहेछ के थाहा अच्छु झन् मैले चप्पल लगाएर आएको थिएँ एकछिन रुक ल यहाँ मलाई झार्न त मन थिएन त्यहाँ खप्पै ठोक्यो क्या तल झार्नै परेको म अगाडि नै झारिहाल्थेँ त आऊ ल यस्तो छ यहाँ मौसम बस ल भयो ल त्यहाँ चाहिँ झार्न त मन थियो नि त्यहाँ ठोक्यो क्या भुइँमा ड्याङ्गै उयसमा इन्जिन त्यो उयसमा तलको त्यो हुँदै गाडमा ठोक्यो अनि अब बसेको मान्छेले वेटले फेरि त्यहाँ खाल्टो खप्पै छिरेपछि अहिले तान्न गाह्रो हुन्छ भनेर मात्रै झारेको तिमीलाई ल हामी पार्किङमा आइसकेका छौँ ऊ यहाँ छ ल हिँड ल सर र अब यो सिडी झर्नुपर्ने हुन्छ सिडीबाट यहाँ तल कति 11 बज्यो यस्तो छ अरे त्यहाँ हिँड्दामा छिरेर तान्न चप्पल लगाएर आएको थिएँ त्यो केही भएको छैन हावा त्यहाँ म खप्पै छिरेर अलिकति ल यसरी सिडी झरेपछि हाम्रो डेस्टिनेसन आइसक्यो हाम्रो कामको है त यहाँ तल सक्नुहुन्छ चाहिँ स्विमिङ पुल देख्नुभयो कि नै स्विमिङ पुल उहाँ तल चट्ट पारेर त्यहीँ हो काम गर्ने हामी
Huh? 47, 48, 49, 50 ल 3 मिनट हामी तल पुगिसक्यो हिँड्नलाई छिटो ल यस्तो छ ल राखेँ है त अब चाहिँ हामी काममा चट्टै जाने ल गाइस हेर्नु होला यिनीहरूको कालो अनुहार यस्तो छ जिन्दगीमा के खाना आएको रे यहाँ एकदम गाह्रो किमा नुडल्स खाना किमा नुडल्स सकिया रहेछ अनि के रहेछ के भन्यो लाफिङ अनि झोल नै कस्तो मिठो छ यहाँको सबैभन्दा बेस्टै झोल लाफिङ हो खाउँ न त्यो मात्रै काली भएछ ल गाइस हेर्नु होला हैन म चाहिँ यसरी आइसकेको रहेछु त्यही हो काम साम सक्यो भर्खरै अनि यहीँ यसो सब्जी खाऊँ न भनेर आएको छु होइन गर्मी छ भर्खरै सक्यो हाम्रो काम भर्खरै सकेको है त ल ठिक छ ल यिनीहरू कालो अनुहारहरू त्यो देखाउँदैन फेरि भोलि चम्क्यो भने फेरि गाह्रो छ